सुप्रभात अनि नमस्ते सम्पूर्णमा। म चाहिँ फेरि मेरो दोस्रो भिडियो लिएर आइसकेको छु। अन्त आज चाहिँ त्यस्तो खास के हो भन्दाखेरि चाहिँ आज नेपालीहरूको न्यू इयर हो, नेपालीहरूको नयाँ वर्ष हो। अन्त आजको दिन चाहिँ हाम्रो कलेजमा चाहिँ एउटा कार्यक्रम गर्नु हुँदैछ। त्यो कार्यक्रममा चाहिँ सबैजनाले चाहिँ आफ्नो कल्चरल लुगा, आफ्नो ट्रेडिसनल लुगा लगाएर आउनु पर्ने अरे। अन्त मेरो दिदी चाहिँ अलरेडी रेडी भइसक्यो, उसको चाहिँ स्कुल जानुपर्छ नि त रेडी भएर। अन्त म पनि अब रेडी हुन्छु। अन्त कस्तो हुन्छ भनेर चाहिँ यो ब्लग स्टार्ट गरेको। कस्तो हुन्छ तपाईँहरू स्टे ट्युन देखाउँछु है त। अब हाम्रो कलेज चाहिँ 10 बजी बोलाउनु भएको छ नि त हामीलाई हो। अन्त ढिलो हुन्छ, सो रेडी हुनुपर्छ। अब म चाहिँ मेरो चाहिँ लागि चाहिँ यो लुगा लाउँछु। यो चाहिँ हो स्कर्ट, अन्त यो चाहिँ हो, तर मलाई प्रपरली यसको नाम पनि थाहा छैन। अन्त अब माथिबाट चाहिँ यो लाउनु पर्ने हुन्छ। गरम हुने रहेछ आज चाहिँ। मेरो हाफ लुक चाहिँ कम्प्लिट भइसकेको छ। अब चाहिँ म चाहिँ अलिकति मेकअपहरू गर्छु। अन्त जानुपर्छ कलेजको लागि, अलिकति चाहिँ राम्रो हुनु पर्यो नि त हो। मैले लुगा चाहिँ लगाइसकेको छु, अलरेडी गरम हुने स्टार्ट भइसक्यो। आज लाइट पनि छैन, 2% मात्रै चार्ज छ फोनमा पनि। त्यही चार्जले भयो भने म भ्लग सुट गर्दैछु। फर्स्ट अफ अल चाहिँ म यही सिम्पल इयरिङ्स लाउनु पर्यो। यसले नै मलाई त्यस्तो भारी मन पर्दैन नि त यो लुगा लगाएपछि कि। यही ठिक छ मेरो लागि। यो ठिक छ। अब म फेसमा चाहिँ अलिकति मोइस्चराइजर, अन्त ट्रेडिसनल लुकमा चाहिँ म यो पहेँलो पोते लाउनु पर्यो। यसले चाहिँ राम्रो देख्छ नि त। अन्त सनस्क्रिन, मैले सनस्क्रिन र म चाहिँ फुल्ली रेडी भइसकेको छु। अन्त मेरो फाइनल लुक चाहिँ यस्तो छ। अन्त म हिलमा चाहिँ यो लाउँछु हो। र म चाहिँ अब घरबाट निस्किसकेको यस्तो भएको छु। म चाहिँ साथीको घर पुगिसकेको छु। साथी चाहिँ आएकै छैन यहाँनिर। हेलो मित्र। हेलो। यही पाएको छैन नदेखो। यु आर लुकिङ सो ब्युटिफुल। यो चाहिँ गएको अब कहाँ गएको भन्दाखेरि चाहिँ हामी भन्थ्यौँ मित्र, हामी कहाँ गएको? आज हामी नेपाली नयाँ वर्ष मनाउन गएको। नेपालको हामी पनि त हो। हामी पनि त हो। नेपाली चाहिँ नेपाली हो, बट हामी चाहिँ इन्डियन हो। इन्डो नेपाली है। इन्डो नेपाली। हामी चाहिँ गएको पुग्न आँटेको है कलेज। 1% भ्लगिङ हुँदैछ आज मेरो। कति हिजोदेखि छैन है। अब हामी चाहिँ जानुपर्छ कलेजदेखि चाहिँ रेली निस्केको। ग्राउन्ड जाँदैछौँ अहिले चाहिँ हामी प्रोग्राम भएको ठाउँमा है। यहाँ चाहिँ छ हाम्रो कलेज को चाहिँ हामी ग्राउन्डपट्टि जाँदैछौँ। यहाँ चाहिँ म्यामहरू हुनुहुन्छ। म्याम तपाईँको ट्रेडिसनल लुगाको नाम चाहिँ? हाम्रो यो थामी ड्रेस म्यामको चाहिँ नेवारी ड्रेस।
हामी चाहिँ भेन्यूमा आइपुगिसकेको छ। यहाँनिर चाहिँ प्रोग्राम हुँदैछ। पुरा गरम छ। सबैजनाले ट्रेडिसन लाउनु भएको छ। हामीभित्र म चाहिँ डरेर कालीमाथि झन् काली भइसकेँ। देख्नु सक्नुहुनेछ मेरो अनुहार। यहाँनिर चाहिँ बिजनबारी दार्जिलिङ साइडमा चाहिँ यसरी भव्य रूपमा मनाइन्छ है नेपाली नयाँ वर्षहरू। मजा आउँदैछ। गरमले चाहिँ मजा आएको छैन। एकदम कालो कालो फिल भइसकिसक्यो। सबैजना यहाँनिर चाहिँ आज प्योर नेपाली पिपल मात्रै देख्नु पाउँदैछौँ हामीले। ट्रेडिसनलमा है मैले चाहिँ फर्स्ट टाइम बाहिर यसरी भ्लग गरेको यत्रो पब्लिकमा हो। यहाँनिर चाहिँ प्रोग्राम हुँदैछ। सबैजना मान्छेहरू आफ्नो ट्रेडिसनमा हुनुहुन्छ। यति धेरै मान्छेहरू हुनुहुँदो रहेछ यहाँ चाहिँ। यहाँनिर चाहिँ सानो एउटा दोकान पनि खोल्नु भएको रहेछ। के डर लाग्दो विशेष गरी प्रथम एउटा मान्छे जस्तो प्रोग्राम भएर गएको छ। उत्साहले नववर्ष मनाउनुपर्छ भन्ने ठाउँले हामीले यस प्रकारको कार्यक्रम आयोजना गरेका हौँ। साथै हाम्रो आउने भाइ बहिनीले पनि हामीले कति पेश गर्न चाहेका हौँ र यसरी आज हाम्रो हामी समक्ष स्वागत सम्भाषणको कार्यक्रम रहेको छ र स्वागत सम्भाषणको निमित्त साथै नेपाली नयाँ वर्ष यसपल्ट पनि बिटी बिजनबारीले नेपाली नयाँ वर्ष पहिलो वैशाख अहिले चाहिँ हामीले पुरा भोक लागिसक्यो प्रोग्राम हेर्दा हेर्दा। अन्त हामी चाहिँ यो खाँदैछौँ। के भन्छ हामी भन्नु चाहिँ लौका चिप्स भन्छ। के भन्छ पनि नाम चाहिँ यही होला। लौका चिप्स होला नि। उसले चाहिँ यो खाँदैछ निम्की। यस्तो भिड छ यतातिर चाहिँ। हामी चाहिँ रेली गएको अब। हामी चाहिँ रेली गएको अब। यहाँनिर कति गरम। कालो न कालो देख्न थालिसक्यो अब त। हर च्यानल कति धेरै गुजुङ गुजुङ। के लिएको छ? ह्याप्पी न्यु इयर भन्दा दिदी होइन त्यो हो नि त 18, 20, 82 होइन त्यो पनि नेपालीमा भन्न त फुलबजार होइन। घामले डढेर चाहिँ हामी कालो भइसकिसक्यौँ।
त्यही त यहाँ चाहिँ के लेखेछ हामी चाहिँ साइनबोर्डकै अगाडि रहेछौँ साइनबोर्डकै अगाडि बसेको रहेछौँ माई मित्र इज भेरी भेरी हेल्पफुल उसले मलाई मेरो लुगा पक्रिनुमा हेल्प गरिरहेको छ लुगा पक्रिनुमा हेल्प गरिरहेछ मेरो मित्रले चाहिँ मलाई नाचेर बेसी थाकेर पुल बजार आइपुगिसक्यौँ मित्रको हालत हामी त कालो कालो भएछौँ खुट्टा खतरा दुख्यो नाचैले कसरी जानु मित्र अब गाडी पक्रेर जानुपर्छ हिँड्नु सक्दिनँ खुट्टा दुख्यो पुरा बेसी पुल बजार आइपुग्यौँ हामी चाहिँ बिजनबारी टु पुल बजार रेडी थियो है फाइनली प्रोग्राम सकेर घर जाँदैछौँ अन्त हामी प्रोग्राम जाने गाडी चाहिँ प्रोग्राम सकेर घर जाने गाडी चाहिँ भनिराख्नु पर्दैन होला हल्लेकोले चाल पाउँदै होला हो हामी चाहिँ फेरि लडतरको गाडीमा हिँड्दिनौँ यहाँ ड्राइभर दाजु हुनुहुन्छ यस्तो गाडीमा हिँड्छौँ नि हामी चाहिँ फेरि खतरनाक है हो नि जो पाए त्यही चाहिँ यस्तो गाडीमा चढ्नु पाउँदैन यस्तो गाडीमा चढ्नु पनि यहाँ लेखेर आउनुपर्छ अब चाहिँ फाइनली घर आइपुगेँ म पुरा रात परिसक्यो हेर्नु सक्नुहुन्छ पुरा गाडी पाएन नि त गलेर हत्तु भयो गलेमा पुरा बेसी मेरो स्यान्डलको हालत चाहिँ त्यस्तो भयो बिहान कस्तो लगाएर गएको अहिले यस्तो भएर आयो
खुट्टा चाहिँ यस्तो भइसक्यो हिँडेकोले चाहिँ हिल लगाएर हिँडेकोले चाहिँ यस्तो चाहिँ फिल हुनु छोडिसकेको छ दुखेर सो आजको लागि चाहिँ यति मात्रै see you in next vlogs everyone bye bye like share comment गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला